उत्ताङको बाटो यस्तै छ बाटो। यहाँ गएपछि ट्रेनर एउटा रुमको 1000 दिए 1500 दिइहाल्छ हुँदैन? खानाको ट्रेनर 5-600 दिइहाल्छ। त्यस्तो हुन्छ होला नि, त्योभन्दा बढी के होला र? भोलि मलाई नास्ता सास्ता खानु पर्ने होइन? त्यही त भने नि कति नै होला र मलाई म्याक्सिमम् खर्च भयो 3000 जति खर्च होला। मैले भोलि बिहानै फेरि नास्ता पनि दिनु पर्यो चल्यो होइन? फेरि मैले भोलिको दिन फाल्टो हुन्छ नि त अनि भोलि के गर्ने दिनभरि कति भोलि के हो आज अनि भोलि बिहानलाई हामी 5 बजी एकछिन घुमाउला चल्दिउँला होइन? दिनभरि भोलि कहाँ बस्ने? दिनभरि यहाँ होटल आउनुपर्छ त। तल होटल आएर बस्ने यहीँ मात्र खर्च बेसी हुने भयो अपलोड गर्ने यो डाँडा खिच्दैन यो खिचिसकेँ हाम्रो पनि खिच्नु पऱ्यो नि। जाँदा त अघिदेखि 3 मिनटको भइसक्यो नि।